हेर्नुहोस्, यस्तो समुद्रको पानीमा ब्रिजहरू कसरी बन्छन्? सबैभन्दा पहिला इन्जिनियर त्यसको जमिन चेक गर्ने गर्छ, जमिन मुनि नर्मल माटो छ कि ढुङ्गा छ भनेर। त्यसपछि समुद्रको बीचोबीच फलामको एउटा फ्रेम राख्ने गरिन्छ, जसलाई कोपर ड्याम भन्ने गरिन्छ, जसले समुद्रको पानीलाई साइडमा रोकिदिने गर्छ। कोपर ड्याम भित्र रहेको पानीलाई धेरै पानी तान्ने मोटर लगाएर बाहिर फ्याँक्ने गरिन्छ, जसमा काम गर्नको लागि एउटा सुकिएको जमिन हुने गर्छ, जसबाट ठुला ठुला र बलिया पिलर बन्ने गर्छ, जसले ब्रिजको पुरै भार उठाउने गर्छ। पिलरहरू 100% भएपछि यो कोपर ड्याम हटाउने गरिन्छ। त्यसपछि माथि एउटा राम्रो र सुन्दर रोड बन्ने गर्छ। भैँसीको मासु मात्र होइन कि भैँसीको सिङबाट पनि यति धेरै पैसा कमाउने गर्छन्। तर कसरी? भैँसीको सिङलाई पहिला मिसिनमा यसरी काटेर साना साना टुक्रा बनाउने गरिन्छ। त्यसपछि यसलाई गरम गर्ने गरिन्छ ताकि यसलाई मिसिनमा हालेर सिधा गराउन सकियोस्। यसरी सिधा गरिसकेपछि यसलाई कुनै पनि चिज बनाउनको लागि त्यसको नक्सा दिने गरिन्छ, जसमा काइयो बनाउनको लागि हो भने यसरी मिसिनमा हालेर दाँत बनाउने गरिन्छ र यसलाई रगडेर एकदमै राम्रो बनाउने गरिन्छ र डिजाइन दिने गरिन्छ। त्यसपछि पोलिस गरेर यो तरिकाको चमक ल्याउने गरिन्छ। तपाईले यस्तो बारम्बार सुई घुसाइरहेको देख्नु भएको छ? यो हो तपाईको चाइनाको सुई घुसाउने अचम्मको टेक्निक, जसमा पर्फेक्ट निशानामा सुई घुसाउने तरिका। यो कार्य नदुखाइकन यसरी खुन निकाल्ने गरिन्छ। जब यो कार्य यति छिटो गरिन्छ कि बिरामीलाई केही पनि पत्तै लाग्दैन कतिखेर सुई घुसाएर खुन निकालिएको पनि। यसको नाम हो फ्लाइ निडल्स टेक्निक, जसलाई उडेको सुई पनि भन्ने गरिन्छ। यसलाई सिक्नको लागि धेरै दिन, धेरै महिनासम्म प्र्याक्टिस गर्ने गरिन्छ। यसै कार्यबाट बल्ल एउटा पर्फेक्ट सुई लगाउने मान्छे बन्छ।